एकदमै जान्नै पर्ने र मिलाउनै पर्ने 3वटा जति वास्तुका नियम भनिदिनुहोस् न, मैले पनि फलो गर्न सकौँ अथवा सामान्य भन्दा सामान्य मान्छेले पनि फलो गर्न सकोस्। एकदम सही कुरा हो। वास्तुका करिब यसो गरौँ, 3टा होइन 4वटा लिएर जाउँ, किन 4वटा दिशा पूर्व पश्चिम उत्तर दक्षिण हो, 4वटा दिशा। अनि त्यसमा पनि जस्तै अब अरू 4वटा विदिशा भनिन्छ, ईशान, आग्नेय, नैऋत्य, वायव्य, यी 8वटा। अनि एउटा केन्द्र भाव, केन्द्रलाई चाहिँ ब्रह्मस्थान जसलाई सेन्टर पोइन्ट भनेर भनिन्छ हो, यसको बारेमा मिलाउनै पर्ने विषयवस्तुहरू भनेको वास्तुको परखमा एउटा भान्सा, जसलाई आधुनिक भाषामा किचन, भान्सालाई चाहिँ पूर्व र दक्षिणको जसलाई अग्निकोण भनेर भनिन्छ, अग्नि तत्त्वमा अग्निकोण भइदियो अर्थात् भान्सा भइदियो भने सर्वोत्कृष्ट हुन्छ। नम्बर 1। नम्बर 2, अब पूर्व र उत्तरको भाग जसलाई हामीले ईशान, नर्थ इस्ट भनेर भन्दछौँ, ईशान देवस्थल जहाँ जल तत्त्वको स्थान रहन्छ, त्यहाँ भनेको स्टडी रुम पढाइको लागि, त्यहाँ भनेको जुन पथपन्थमा चले तापनि, भनाइको तात्पर्य हजुर बौद्ध मार्गी हुन सक्नुहुन्छ, म हिन्दू मार्गी हुन सक्छु, या अर्को जैन हुनसक्छ, या अर्को क्रिस्चियन हुनसक्छ, या अर्को मुस्लिम हुनसक्छ, उसको आफ्नो प्रार्थना गर्ने स्थल भनेको चाहिँ नर्थ इस्ट ईशान कोणमै हुनु पर्दछ। यो 2टा भए। तेस्रो, जस्तै उत्तर र पश्चिमको वायु तत्त्व, वायव्य कोण, एक तलाबाट अर्को तला जानको लागि चाहिँ त्यहाँ भर्याङ निर्माण भएको खण्डमा सर्वोत्कृष्ट मानिन्छ। र तेस्रो, अब घरमा त घरमुली कोठा त चाहियो, यो निर्माण भइसकेपछि एउटा भान्सा पनि बन्यो, एउटा हजुरको चाहिँ भर्याङ पनि बन्यो, एउटा पूजा स्थल अर्थात् स्टडी रुम पनि बन्यो, सबै भइसकेपछि अब शयन कक्ष पनि चाहियो। दक्षिण र पश्चिमको जुन कर्नर रहन्छ जसलाई हामीले नैऋत्य कोण भनेर भन्दछौँ हो, त्यो मास्टर बेडरुमको लागि, घरमुलीको शयन कक्षको लागि सर्वोत्कृष्ट कोणको रूपमा मानिन्छ। यी 4वटा भए। त्यो हुने बित्तिकै खाएको चिज, अनि कहिलेकाहीँ त त्यसलाई खाएका चिजहरू पनि त विसर्जन गर्नु पर्यो नि त हो। विसर्जन गर्ने ठाउँ भनेको चाहिँ दक्षिण र पश्चिमको कर्नर, जसलाई हामीले अशुद्ध स्थान भनेर भन्छौँ। दक्षिण जस्तै यमको र शनिको भएको हुनाले शौचालयहरू निर्माण गर्दा दक्षिण र पश्चिमतिर गर्न पायो भने चाहिँ वास्तुअनुसार सर्वोत्कृष्ट हुन्छ। यति मिलाउनु नै वास्तुको मूलभूत सिद्धान्त रहन्छ।